म अरूसँग मिल्दिन, म अरूको कुरै गर्न जान्दिन। अनि अरूले कुरा गरे ठाउँमा होमा हैसेमा मिलाउन जाने पो मिलिदो रहेछ त। आफ्नो त पेटा छल कपट केही छैन, रिस राग केही छैन, कसैलाई नराम्रो सोचिँदैन। अनि आफ्ना बाबुआमाले पनि त्यस्तो संस्कार सिकाएनन्। अनि अर्का कुरा गर्ने, अर्कालाई घोच्ने पेच्ने यस्ता कुरै सिकाएनन्। आफू त्यस्तो संस्कारमा हुर्क्यो, अनि अहिले आएर मिलिन्छ त? बरु मिल्नु पनि छैन। कुरौटेसँग गएर कुरा जोतेर, कुरा दुहेर, अर्कालाई बजाएर फटाएर झगडा लाएर गर्नुभन्दा बरु मिल्नु पनि छैन। एक्लै जन्म्यो, एक्लै हिँडिन्छ, एक्लै भोलि मर्दा पनि भोलि एक्लै जाने हो। आखिरीसँगै कोही जाँदैन। बाँचुन्जेल चाहिँ सफा मन लिएर हिँड्ने हो, सफा मन, खुल्ला दिल सफा मन लिएर हिँड्ने हो। नमिले मिलिँदैन खाँचैसितले। तर अर्काका कुरा गरेर, अर्कालाई घोचेर, अर्कालाई पेचेर, आफू ठुलो बनेर चाहिँ हिँडिँदैन। नभए हुँदैन, हिँडिँदैन। अर्कालाई खसा